भरतपुर किन बन्यो र तर देश किन बनेन भन्दा भरतपुरमा 2 कार्यकाल रेणु दाहालले मेयरको रूपमा मजाले काम गर्न पाउनुभयो। दुःखै गरेर संघर्षै गरेर भयो नि। ठाउँ यही हो, शासन व्यवस्था यस्तै यस्तै गरेर परिवर्तन हुँदै आए, तर पालिका पनि त उस्तै थिए। तर भरतपुर कसरी अब्बल भयो त? भरतपुर कसरी अब्बल भयो त? यो त राजधानी पनि होइन। यहाँ त ठुला ठुला शासकहरूले विगतमा राजा महाराजाहरूले शासन गरेको ठाउँ पनि होइन। यो मल्लकालीन ठाउँ पनि होइन, लिच्छवीकालीन ठाउँ पनि होइन, शाहकालीन ठाउँ पनि होइन। कसरी बन्यो त भरतपुर? के छ त चमत्कार यसभित्र? मैले यसो सोचेँ। सोच्दाखेरि मलाई के लाग्यो भने, मेरो मनले के भन्छ भने, तपाईहरूले अघि बडो बहस गरिराख्नु भएको थियो। होइन, यो त इन्फ्रास्ट्रक्चरको सिटी हब हो यो भरतपुर। यत्रा लेन सडकहरू पनि, बिजुली बत्ती छन्, ग्रिनरी छ, जताततै फुल बगान छन्, यो स्कुल छ, विद्यालय छ। यो त पूर्वाधारको सिटी होला। अघि कसैले भन्दै हुनुहुन्थ्यो यो त कहाँ पर्यटनको राजधानी हो, यति यति पर्यटन छन्, यो छ त्यो छ भनेर भन्दै हुनुहुन्थ्यो। अनि पछि आएर यहाँहरूले भन्नुभयो मेडिकल सिटी भन्ने कि मेडिकल हब भन्ने कि यसका इन्डिकेटर के हो? एकदमै उच्च आधुनिक तवरमा रहेर तपाईहरू बहस गरिराख्नु भएको थियो र हरेक बहसभित्र मैले क्वालिटी सर्भिसको कुराहरू देखिरहेको थिएँ कि तपाईँहरूको बहस त्यही वरिपरि घुमिरहेको थियो। मलाई भन्ने अनुमति दिनुहुन्छ भने तपाईहरू अब यत्रो धेरै गरेपछि किन साँघुरिएको के? किन साँघुरिएको? मेडिकल सिटीको नाउँमा, टुरिज्म सिटीको नाउँमा, इन्फ्रास्ट्रक्चर सिटीको नाउँमा, एग्रिकल्चरल सिटीको नाउँमा, इन्भाइरोमेन्टल सिटीको नाउँमा, इकोनोमिक सिटीको नाउँमा, अर्को सिटीको नाउँमा। मलाई यदि भन्ने दिनुहुन्छ भने भरतपुरले, चितवनले अब एउटा के स्थापित गरिसक्यो भने यो मुलुककै सेन्ट्रल सिटी हो। सेन्ट्रल सिटी हो यो। जसरी अमेरिकाको राजधानी वाशिंगटन डीसी हो, तर अमेरिकाको सेन्ट्रल सिटी वाशिंगटन होइन, न्युयोर्क हो। न्युयोर्क हो। तपाईँ क्यापिटल सिटी काठमाडौँ ठिक छ, तर अब म किन सेन्ट्रल सिटी तपाईहरुलाई भनिरहेको छु भने भूगोल हेर्नुस्, सेन्टरमा छ। यहाँबाट इन्डियाको दूरी हेर्नुस् र यहाँबाट काठमाडौँ अथवा चीनको दूरी हेर्नुस्, अन्तर्राष्ट्रिय हिसाबले सेन्टरमा। संस्कृतिको हिसाबले हेर्नुस्, के छैन यहाँ? क्षेत्री, बाहुन, तामाङ, राई, लिम्बू। कहिलेकाहीँ त हामी